अस्ति नेपो बिबी नेपो किड्स करप्सन भन्नेहरू अब ती नेपो बेबी र किड्सको रचन भन्ने त अब त देखिन थाल्यो नि। हिजो आज राम्रा राम्रा न्युजहरू पनि आउन थालेका छन्, बिस्तारै बडो रमाइलो लाग्न थालेको छ न्युजहरू हेर्दा। अहिले हावाहुरी नयाँ नयाँ भन्नेमा चलेको छ। म नयाँलाई हामी उच्च महत्त्व दिन चाहन्छौँ। हामी नै हो सबभन्दा बढी नयाँलाई महत्त्व दिएर नयाँलाई अगाडि ल्याउन चाहने। अब त जनताले बुझ्ने दिन छिटै आउँछ जस्तो लागेको छ मलाई। हामी आफू तयार हुन पर्यो मात्रै हो। हामी आफू चाहिँ अगाडि बढ्न तयार भएर बस्दाखेरि राम्रा दिन छिटै आउँदैछन्। नाति नातिना मिलेर बने हुन्छ नि परिवार, बल्ल न त्यो परिवार पूर्ण परिवार, सन्तुलित परिवार, राम्रो परिवार हुन्छ। बुढै बुढा मात्रै भयो भने त्यो परिवार परिवार हुन्छ र? ठिटै ठिटा मात्रै ठिटा ठिटी मात्रै भयो भने त्यो परिवार परिवार पूर्ण परिवार हुन्छ र? हुँदैन नि। बच्चै बच्चाको पनि परिवार हुँदैन। समाज हेर्यो भने पनि समाजमा पनि वृद्धहरू पनि छन्, प्रौढहरू पनि छन्, युवाहरू पनि छन्, नवयुवाहरू पनि छन् र त समाज चलिराखेको छ भने पार्टी पनि त्यस्तै हो। पार्टीमा पनि एउटा उमेर समूहलाई निषेध गरेर अर्को उमेर समूहलाई मात्रै राख्छु भने त्यो वैज्ञानिक होइन। त्यो अवैज्ञानिक कुरा हो, अवस्तुवादी कुरा हो, मनोगत कुरा हो। त्यो दुर्घटनातिर लैजाने कुरा हो। समाजलाई जाँदैन सही ढङ्गले। सबैको सन्तुलन अनिवार्य छ। अहिले हावाहुरी नयाँ नयाँ भन्नेमा चलेको छ। म नयाँलाई हामी उच्च महत्त्व दिन चाहन्छौँ। हामी नै हो सबभन्दा बढी नयाँलाई महत्त्व दिएर नयाँलाई अगाडि ल्याउन चाहने। तर हिजो आज राम्रा राम्रा न्युजहरू पनि आउन थालेका छन्, बिस्तारै बडो रमाइलो लाग्न थालेको छ न्युजहरू हेर्दा। बडो मजा मजाका न्युजहरू आउन थाल्छ। अस्ति नेपो बिबी नेपो किड्स करप्सन भन्नेहरू अब ती नेपो बेबी र किड्सको रचन भन्ने त अब त देखिन थाल्यो नि। अब त जनताले बुझ्ने दिन छिटै आउँछ जस्तो लागेको छ मलाई। हामी आफू तयार हुन पर्यो मात्रै हो। हामी आफू चाहिँ अगाडि बढ्न तयार भएर बस्दाखेरि राम्रा दिन छिटै आउँदैछन्। आज कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै गर्दा हामी सबैले बुझ्नुपर्ने वैज्ञानिक कुरा के हो भने हामी फेरि धुलो मैलो टकटक्याउँदै, फोहोर मैला सफा गर्दै, फेरि जनताको साथमा, फेरि वर्गको साथमा, फेरि क्रान्तिको पक्षमा उभिने कुरा नै हो। म फेरि भन्न चाहन्छु, जनताले